My social media family, how are we all? Hope you all are doing well and having a wonderful time so far. आजको भिडियो चाहिँ हो हाम्रो फिजिकल बडी एसेसमेन्ट टेस्टको बारेमा है, जो चाहिँ तपाईले घरमा नै गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ तपाईको बडीको क्यापेबिलिटी चाहिँ कति छ भनेर है। अगर जुन मैले यो टेस्ट भन्दैछु त्यो टेस्टको प्यारामिटरमा तपाईको बडी छैन भने चाहिँ तपाईको बडी वीक हो र तपाईहरुले एक्सरसाइज गर्नुपर्छ भनेर बुझ्नु पर्यो है। एक्सरसाइज त त्यो नर्मली गर्नु नै पर्ने हो, तर अगर त्यो भन्दा यो प्यारामिटर भन्दा मुनि छ भने चाहिँ तपाईको बडी एकदमै वीक छ र यसलाई नियमित रूपमा एक्सरसाइज गर्नु एकदमै जरुरी छ भनेर बुझ्नुहोस् है। पहिला नम्बर चाहिँ तपाईको कार्डियोभ्यास्कुलर एन्ड्योरेन्सको है, तपाईको कार्डियोभ्यास्कुलर हेल्थ कस्तो छ भनेर है। 12 मिनेटमा 2 किलोमिटर कुद्नु पर्ने हुन्छ है। अगर 12 मिनेट भित्रमा 2 किलोमिटर कुद्नु सक्नु भएन भने चाहिँ तपाईको कार्डियोभ्यास्कुलर हेल्थ राम्रो छैन, कार्डियोभ्यास्कुलर एन्ड्योरेन्स राम्रो छैन भनेर बुझ्नुहोस् है। दिस इज कुपर टेस्ट। यू हैव टू रन 2 किलोmeters in 12 minutes. If you can't run 2 kilometers in 12 minutes, then think that your cardiovascular endurance or your cardiovascular health is not good. It's below average. So you need to practice a lot and make yourself more powerful, right? And the second हो तपाईको पुशअप टेस्ट है। तपाईको अप्पर बडी स्ट्रेन्थको लागि त्यो चाहिँ है, अप्पर बडी मस्कुलर स्ट्रेन्थको For men it is 30 push-up, for ladies it is 20 push-up. If you can't do 20 or 30 push-ups, then think that you are below average and your upper body muscular endurance or muscular strength is low. So you need to work on that, right? Third मा चाहिँ तपाईको plank गर्नु पर्ने हुन्छ है। 2 minutes plank for ladies and gents both है। 2 minutes plank चाहिँ गर्नु सक्नु भएन भने चाहिँ तपाईले बुझ्नुहोस् तपाईको कोर मसल चाहिँ वीक छ भनेर है। अगर तपाईले त्यो देख्नु भयो भने चाहिँ तपाईले प्र्याक्टिस गर्न सुरु गर्नुहोस् फर यो कोर मसल। अगर तपाईको कोर मसल वीक छ भने चाहिँ तपाईलाई ढाड दुख्ने प्रब्लमहरुदेखि लिएर सबै कुरा आइहाल्छ है। तपाईको ब्याक एक हुने, लोअर ब्याक एक हुने, तपाईको पोस्चरमा खराबी आउने है, चाहिँ सबै तपाईको कोर मसल वीक हुँदाखेरि चाहिँ हुन्छ त्यस्तो चाहिँ है। इफ यू कान्ट होल्ड 2 minutes plank, then think you are below average. So put yourself together, do plank, practice daily and make your core more strong, okay? And another one is sit and reach है। sit and reach मा चाहिँ देखाइदिन्छु कसरी गर्नुपर्छ है। सिधा खुट्टा यसो राखेर चाहिँ तपाईको हातले चाहिँ तपाईको यो जुन चाहिँ यो बुढीऔला चाहिँ बुढी खुट्टाको बुढीऔला छ यसलाई चाहिँ कति क्रस गर्न सक्नुहुन्छ है। यो चाहिँ सिट एन्ड रिच हो। सो सिट एन्ड रिच इज अ टेस्ट टु चेक द फ्लेक्सिबिलिटी अफ योर लोअर ब्याक एन्ड योर ह्यामस्ट्रिङ है। उसलाई टच गर्न सक्नु भएन भने चाहिँ तपाईँ सोच्नुहोस् तपाईको लोअर ब्याक र तपाईको ह्यामस्ट्रिङ चाहिँ एकदमै टाइट छ। स्ट्रेचिङ मैले जुन चाहिँ अस्तिको भिडियोतिर मैले बताएको थिएँ त्यो स्ट्रेचिङहरू गर्नुहोस् र तपाईको फ्लेक्सिबिलिटी राम्रो हुनेछ है। लोअर ब्याक र ह्यामस्ट्रिङको मसल भनेको चाहिँ तपाईको यो मसल चाहिँ तपाईको ह्यामस्ट्रिङ मसल हो है। अर्को चाहिँ तपाईको स्क्यापुला कतिको फ्लेक्सिबल छ भनेर हेर्नुको लागि चाहिँ यो गर्नुपर्ने हुन्छ है। फेरि अर्कोपट्टि यो। सो अगर यो तपाईले टच गर्न सक्नु हुँदैन भने चाहिँ यस्तो हुँदैछ भने चाहिँ तपाईको स्क्यापुला एकदम स्टिफ छ है। तपाईको स्क्यापुला स्टिफ भएको कारणले गर्दा चाहिँ त्यो टच गर्नु नसकेको, त्यही कारण चाहिँ तपाईको स्ट्रेचिङ गर्नु एकदमै पर्छ फ्लेक्सिबिलिटीको लागि चाहिँ। त्यो अर्को है। अन्त चाहिँ अर्को चाहिँ सिटअप्स है। सिटअप्स नर्मल सिटअप्स अगर तपाईहरुले 30 सिटअप्स गर्न सक्नु भएन, फर मेन 30 सिटअप्स, फर लेडीज इट इज, फर वुमेन इट इज 20 सिटअप्स है। अगर गर्न सक्नु भएन भने चाहिँ तपाईहरु बिलो एभरेज हो। भन्नुको मतलब चाहिँ तपाईको एब्डोमिनल मसल चाहिँ एकदमै वीक छ र लोअर ब्याक एकदमै वीक छ, त्यही कारण चाहिँ तपाईहरुले त्यसलाई प्र्याक्टिस गर्नुपर्ने हुन्छ है। यो चाहिँ प्यारामिटर हो जुन चाहिँ तपाईको फिजिकल टेस्ट गरेर हेर्न सक्नुहुन्छ तपाईको बडी चाहिँ कहाँ छ भनेर है। यो चाहिँ एउटा एक्जामिन गर्ने वे हो है, जान्नु सक्ने, आफूले जान्नु सक्ने वे हो है। अब कोही पनि होस् जो चाहिँ पहिलापल्ट जिम जाँदैछ यो एसेसमेन्ट टेस्टहरु चाहिँ गर्नुपर्छ आफ्नो बडीको हेल्थ
कतिको कुन चाहिँ एरिया विक छ, कुन चाहिँ एरियालाई हामीले पहिला काम गर्नुपर्ने, सबैको लागि चाहिँ योहरू गर्नुपर्छ। तर प्रेजेन्ट डे जिममा चाहिँ अब ट्रेनरहरूले गराउँदैन, विशेष अब ट्रेनरहरूले गराउँदैन, कतिलाई थाहा पनि हुँदैन है। यो चाहिँ अब मलाई थाहा भएको कारणले गर्दा चाहिँ मैले तपाईँहरूलाई बताइदिएको। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला है। सेयर गर्नु नभुल्नुहोस्, लाइक गर्नु नभुल्नुहोस् र कमेन्ट गर्नु नभुल्नुहोस् है। अन्त नयाँ जसले भिडियो हेर्नु हुँदैछ फलो गर्नुहोस्, अगर युट्युबमा हेर्नु हुँदैछ भने चाहिँ सब्सक्राइब गर्नुहोस्। डोन्ट फर्गेट टु लाइक, सब्सक्राइब एन्ड कमेन्ट। Till next video, stay tuned, stay focused, keep exercising and eat healthy.